गरेको रहरले गरेको हो। तपाईले जुन दिनसम्म संगीत गर्नुहुन्छ तपाईले बिर्सिनु भयो भने त मेरो भन्नु केही पनि छैन नि। म तपाईको सँगै साथमा उभिन्छु। थ्यांक यू सुबिन 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 शक्य। धन्यवाद। यसै आजको मादले हुनुहुन्छ भोजपुरबाट आउनुभएको, अरुण उपत्यकाबाट आउनुभएको, सधैँ हाँसिराख्ने कहिल्यै नरिसाउने मेरो पुरानो साथी शान्ति 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 रायमाझी। धन्यवाद शान्ति। त्यस्तै आजको किबोर्डिस्ट हुनुहुन्छ हाम्रो साङ्गीतिक समूहको नेपथ्यको कान्छो कलाकार दिनेश 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 राज रेग्मी। सुदूरपश्चिम पहिलाको महाकाली अञ्चल होइन सेती अञ्चल, पहिलाको सेती अञ्चलको भटाङबाट आउनुभएको दिनेश 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 भाइ धन्यवाद। यस्तै आजको गिटारिस्ट हुनुहुन्छ मेरो भाइ पर्वतको पुष्पामा जन्मेर पोखाको नयाँ बजारमा हुर्केर यो रङ्गशालामा कुदेर खेलेर भैरवमा स्थापित भएको मेरो भाइ निरज 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 गुरुङ निरज 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 हाय निरज भाइ निरज गुरुङ धन्यवाद। त्यसै यहीँ जन्मेको यहीँ खेलेको यहीँ हुर्केको तपाईँहरूको भाइ छोरा काका मामा पुत्री तपाईँहरूको आशीर्वाद, तपाईँहरूको माया, तपाईँहरूको उसरा र सद्भावले नै हामीले यसरी गीत गाउँदै आउनु पाएका छौँ। नेपाली गीत सङ्गीतलाई माया गरिदिनु पर्ने र मैले भन्दैछु कि यो भर्खरै यो मञ्चमा बसेर विभिन्न जात जाति विभिन्न भाषाका मान्छेहरूमा गाइरहेछौँ बजाइरहेछौँ। तपाईँ दर्शकमा बसेर विभिन्न जात जाति विभिन्न भाषाभाषी विभिन्न प्रान्तबाट आएको मान्छेहरू बसेर गाइरहेछौँ, झुमिरहेछौँ, नाचिरहेछौँ, रमाइरहेछौँ। हाम्रो देश नेपाल पनि यस्तै यस्तै विभिन्न जात जातिहरूको सङ्गम थलो हो। बेला बेलामा हामीलाई यहाँ टुटाउने बेला बेला फुटाउने दुस्साहसहरू गर्छन्, तिनलाई खबरदार गरौँ। हामी हिजो पनि मिलेर बसेका थियौँ, आज पनि मिलेर बसेका छौँ र भोलि पनि मिलेर बस्नेछौँ। आउनुहोस् अब शुद्ध एउटा नेपाली झ्याउरे गीत सुरु गर्ने।